पानीको समग्र विकासका लागि मुख्य 5-7वटा विषयवस्तुहरूको बारेमा मैले भन्दै आइराखेको छु र यो समिति शिविरमा पनि त्यही समस्याले तपाईहरु आक्रान्त हुनुहुन्छ। तपाईहरु धेरै नै पीडादायी अवस्थामा हुनुहुन्छ। यहाँको जंगली जनावरहरूको आतंक छ। जंगली जनावरहरूले यहाँ अब पटक यहाँ अस्ति पनि आउँदाखेरि 3-4 दिन आउँदाखेरि 3-4 दिन अगाडि आउँदाखेरि पनि यहाँनिर बाघले मान्छे खाएको थियो, गैंडाले मान्छे मारेको थियो। मैले प्रत्यक्ष उहाँको परिवारजनहरूलाई भेटेर मैले उहाँहरूको प्रत्यक्ष बाघले मान्छे खाएको मान्छेको हाडखोर केही पनि भेटेको छैन। सामान्य रगत र माटोमा लतपतिको रगत हेरेर परिवारको त्यो दर्दनाक पीडा देखेर मैले एकदम आफूलाई पनि दुखी मैले महसुस गर्दै म फर्केको थिएँ। उहाँको परिवारजनहरूसँग मेरो भेटघाट भएको थियो र यो खालको दर्दनाक अवस्था छ। मानवीय क्षति छ, बालीमालीको क्षति छ, जोखिम छ, बाढीको जोखिम छ, जंगली जनावरहरूको जोखिम छ। विकासको अवस्था हेर्दाखेरि पछाडि परेको छ र यो माडी क्षेत्र यो क्षेत्रमा यो समिलिया क्षेत्र यो शिविर क्षेत्रमा पनि गर्नुपर्ने कामहरू यिनै छन्। त्यसर्थ यहाँले देख्नुभएको छ भरतपुर महानगरपालिकामा म 9 वर्ष नगर प्रमुख भएर भरतपुर महानगरपालिकाको मेयर भएर मैले काम गरेँ र गर्दाखेरि आज भरतपुर देशले सुन्ने गरी देशले अनुभूति गर्ने गरी विकासको एउटा फड्को मारेको छ। भरतपुर एउटा विकासको मोडेल बनेको छ। त्यसै गरी अब माडी मैले भनेको छु भरतपुरमा धेरै भएको छ। बाटाघाटा भयो, जंगली जनावरहरूको रोकथाम भयो, त्यसको मेचाली फाउन्डेसन काम भयो, नारायणी तटबन्ध जस्तो बृहत योजना हामीले लगभग सम्पन्न गर्यौं। लगभग 25 किलोमिटर भन्दा बढी नारायणीको तटबन्ध गरेका छौँ। त्यसै गरी अब हामीले रिउ कोरिडोर र रिउ नदीमा तटबन्ध गर्ने, कोरिडोरको विकास गर्ने, त्यहाँनिर बाढीको जोखिमलाई पनि नियन्त्रण गर्ने, जंगली जनावरहरूमा पनि घेराबार लगाएर जंगल क्षेत्रमा मानव र वन्यजन्तुको द्वन्द्वलाई नियन्त्रण गर्नका लागि घेराबार त्यसको मेचाली फाउन्डेसनको कामहरू पनि अगाडि बढाउने। माडी क्षेत्रमा गर्नुपर्ने धेरै छ। किसानका खेतहरू बाँझै छन्। यहाँ सिँचाइको व्यवस्था छैन। मलको आवश्यक पर्याप्त मात्रामा मलको यहाँ व्यवस्थापन हुन सकेको छैन। धेरै मर्का छ, कठिनाइ छ, समस्या छ, दुःख छ। खास गरेर माडी क्षेत्रको लागि अबको मेरो मुख्य ध्यान माडीमा जान्छ भनेर भनेको छु। जसरी भरतपुरको विकास गरे त्यसैलाई अनुसरण गरेर माडी क्षेत्रको विकास गर्ने हो। त्यसर्थ तपाईँ सम्पूर्ण समिलिया शिविरवासी आदरणीय बुवाआमा दाजुभाइ दिदीबहिनीहरू तपाईँको पीडा विगतमा थियो। विगतमा पनि धेरै परिवर्तन भएको छ। यही अलि अरूसम्म आउने बाटो पिच भएको छ। अब भित्र ल्याउनु पर्नेछ, त्यसलाई अझ विस्तार गर्नु पर्नेछ, बाटाघाटा बनाउनु पर्नेछ, पुलपुलेसा बनाउनु पर्नेछ, नदी नियन्त्रण गर्नुपर्नेछ, जंगली जनावरहरूको त्यसलाई जोखिमलाई नियन्त्रण गर्न हामीले घेराबार लगाउनु पर्नेछ। यी सबै कुराहरू हामीले गरेर आएको रेणु दाहाल काम गरेर आएको मान्छे नयाँ नौलो अनुहार होइन। कामले प्रमाणित भएको एउटा उम्मेदवार माडी नगरले पाएको छ। यसर्थ यो समयलाई खेर नखानु होला। यो अवसरको रूपमा माडी क्षेत्रले लिनु होला। मैले त जहिले पनि भन्ने गर्छु, मैले जे भन्छु जनताको बिचमा गएको बाचा म पुरा गर्छु। मैले एकछिनलाई जनताको बिचमा जनतालाई त्यो आश्वासनहरू दिने र काम नगर्ने परिपाटी सायद तपाईँहरूले पनि अनुभूति गर्नुभएको छ। त्यो छैन। यो उम्मेदवारको हैसियतबाट मैले प्रतिबद्धता तपाईँको बिचमा व्यक्त गर्न चाहन्छु। यसर्थ यहाँहरू ढुक्क हुनुहोस्। विकास अब यो ठाउँको हामी गर्छौँ, हामीले गरेर आएका छौँ, गर्ने हामीले नै हो। यो ठाउँको माया हामीलाई छ। यही ठाउँमा जन्मेको, यही ठाउँमा हुर्केको, यो पश्चिम चितवन खास गरेर चितवन क्षेत्र नम्बर 3 मै जन्मेको, यही हुर्केको, यही पढेको, यही बढेको, 2 कार्यकाल मेयरको रूपमा कार्य सम्पादन गरेको, सबै हिसाबले पनि प्रमाणित भएको उम्मेदवार यो क्षेत्रले पाएको छ। पक्कै पनि यो अवसर यहाँले लिनुहुनेछ, यसलाई पछाड गर्नुहुनेछ, आफ्नो अमूल्य मत दिनुहुनेछ र निर्वाचित गरेपछि यो ठाउँको विकास म गर्नेछु। यो अवसर यो क्षेत्रले अमेरिया शिविरका सम्पूर्ण बुवा आमा दाजुभाइ दिदी बहिनीहरूले यो अवसर मलाई प्रदान गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु।